भगवान छन् भने हाम्रो नि यस्तै गरे बस्ने दिन आउला। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई एकेजी फ्यामिली है। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला नि, म पनि सन्चै छु। अनि अहिले चाहिँ हाम्रो 12-19 भएन, अब त्यही हो। अहिले चाहिँ त्यतिखेर बल्ल सुरुवात हानेको छु, तल जान्छु, तलतिर झर्छु के हुन्छ है। अनि यहाँ चाहिँ मेरो क्यामेराम्यान हाम्रो सुप्रिया बहिनी होइन, यसरी ल यसरी आफ्नो इन्ट्रो दियो ल। मेरो नाम सुप्रिया सुनार, आज चाहिँ म एकेजी भ्लगको क्यामेराम्यान हो। अनि किन डराएको हो? लाइक गरिदिनु होला। अनि लाइक मात्र, सब्सक्राइब त अनि कसले गर्ने? खोइ सब्सक्राइब भने सब्सक्राइब गरिदिनु होला, अनि धेरै धेरै माया गरिदिनु होला, अनि कमेन्ट गरिदिनु होला। तिमी कतिमा पढ्छौ रे? 6 मा हो। आज स्कुल किन नगएको? बिरामी भएर। के गाइज मेरो क्यामेराम्यान होइन बिरामी भयो अरे। के बिरामी भयो? बिरामी भएपछि त के छ ल, आफैले कमेन्ट गर्नु है। के बिरामी भएपछि त त्यो नि भनिदेऊ न त। ज्वरो आएर अरे है। ल सुरुमा चाहिँ म थ्याङ्क यू भन्छु मेरो दिदीलाई चाहिँ, किनकि मेरो फोन के भन्छ, खास मैले यसबाट होइन भिडियो बनाउने, आज चाहिँ अलि मिलेन। अनि दिदीको फोनबाट दिदीले चाहिँ दियो, अलि भाडा माझ्दैछ कि त्यो होइन पुगेर भन्दै त। अनि भाडा माझेर चाहिँ दिएको छ, अहिले फेरि लैहाल्छ। हात यस्तो हो न, त्यो थियो क्या यता यताको। अनि त्यही हो। अनि स्पेसल मलाई अस्ति यार के भएको, यो गोप्रो हेर्नु न, यो छ होइन। म अस्ति पोखरा टु काठमाडौँ हानेको थिएँ कि, टुर हान्दा होइन पुरा अन हानेको थिएँ। अनि भिडियो नि भएको थियो है। अनि जब के भन्छ ल्यापटपमा हाल्दा होइन सेव त्यो देखाइदिने कि स्क्याम हाने 10,000 लाएर किनेको, काम भएन क्या। म भने अन छ होला भनेर अनै थियो, भिडियो नि बनाउँदै गएको त, लास्टमा गोप्रोले घाट गयो है। त्यसको लागि चाहिँ सरी, त्यो भिडियो चाहिँ मैले हालेन। अनि ट्याक्कै मेमोरी मैले हेरेको थिएँ, खोइ जाउँ हान त। मेमोरी नि आइसक्यो यसको चाहिँ। हेर्नु न यार, यस्तो घाट हान्दिनँ कि यो गोप्रोले चाहिँ। अनि हुन त फोके नै हो। अब चाहिँ आउँदैछ कमिसन मेरो गोप्रो नि, र त्यही हो। अनि यार यो कस्तो टिस भएको, एकैछिन त म त एकैछिन दौडा भएर है। अब कसलाई सुनाउने व्यथा, अब हजुरहरूलाई सुनाऊँ ए होइन। एकैछिन टिस उल्टो हालेँ क्या मैले। अनि स्याहार चाहिँ बिरामी भएर स्कुल गएन होइन ठक। ए उल्टो हाल्यो भनेर यहाँ बट्टमै नखोलिरहेको छु। हेर्न हेर्ने राम्रो त राम्रो है। कसलाई चाहिन्छ भने कमेन्ट हाल्नुहुन्छ, फेरि मैले दिन्छु म है तँलाई हो। अहिले दिन्छु है। ला हुन त अहिले क्यामेरा समात्दिनुहोस्। ल ल ल मैले चाहिँ यसलाई गोप्रो गिफ्ट हानिदिइसकेँ है। अब मसँग नमाग्नु होला, यसले लगिसक्यो। अनि मलाई चाहिँ स्पेसल अर्को के देखाउनु लागेको भन्दा, हाम्रो खोइ यसलाई मात्रै दिन्छु भने मलाई चाहिँ दुबईबाट आएको गाई चाहिँ हो ट्याक्क है। घरि चाहिँ होइन दुबईबाट आएको उहाँ हाम्रो छोटु गुप्तालाई चाहिँ म धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। अनि अर्को नि छ, अर्को नि अहिले देखाउँछु है म। मलाई चाहिँ अनि घरि गिफ्ट पठाइदिनु, मलाई मेसेज हान्नु भएको थियो होइन उहाँले चाहिँ। उहाँलाई चाहिँ फेरि पनि थ्याङ्क यू सो मच है पठाइदिनु भएकोमा। अब माया गर्दै जानु त्यही हो। अनि चाहिँ यो चाहिँ हाम्रो दुबईबाट आएको होइन, यो ट्यागको दुबईबाट पठाइदिनु भयो। अनि यो चाहिँ हाम्रो दीपशिका श्रेष्ठले है मलाई चाहिँ अस्ति गेम खेल्न जाँदा उसले चाहिँ गिफ्ट हान्यो। यसको नाम चाहिँ बिर्सेँ, अब जुस खाने जुस खाने भाडा त हो जस्तै त होइन, त्यस्तै कोकसोक त्यही हो। यसको नाम अब उसले थाहा होला होइन। मसँग थियो कि बक्स थियो, त्यही अनि के भयो भन्दा दाईहरू अघि होइन के गिफ्ट पास खोल भन्यो। अब तान भयो होइन। त्यतिखेर मैले फोन पनि भिडियो बनाउनु लाग्थ्यो क्या, उता कसले हो। अनि तान भयो। त्यहाँपछि अहिले चाहिँ यो मात्र छ है ट्यागको। ल थ्याङ्क यू हाम्रो दीपशिका श्रेष्ठलाई नि है। अनि हाम्रो यो उस भइहाल्यो। अझै अर्को घरि पनि छ, अहिले म त्यो देखाउँछु। त्यो चाहिँ मैले दिदीलाई गिफ्ट हानिदिइसकेँ। अनि मम्मीले चाहिँ हिजो आएको खास यो चाहिँ होइन। अनि दिदीलाई चाहिँ मैले गिफ्ट हानिदिइसकेँ। मैले चाहिँ अर्को भने होइन, अर्को चाहिँ यो हो कि क्यामेरा, अर्को चाहिँ यो है गाइज, यो हो। तर उसले चाहिँ चार्ज नगरेर चाहिँ दिलले चाहिँ है के भएन। अर्को चाहिँ यो ल दुईवटा पाएको थिएँ। ल सबैजना थ्याङ्क यू सो मच। अब दुईवटा आफूले लिन मिलेन होइन, एउटा दिललाई दिएँ अनि एउटा मैले। खास यो नि यो है दुईवटा दिनुभएको थियो, एउटा यो अनि
हाम्रो जिल्ला चाहिँ यो है अनि थ्याङ्क यू सो मच अनि ल फेरि समाचार अनि साँच्चै मेरो स्कुल पनि तारिफ भन्नु आज बालपरा बोर्डिङ स्कुल न्यू रोड 9 पोखरा छ होइन अनि मलाई चाहिँ के लाइक इलाइट एचिभ 2081 होइन अनि आदित्य के गुप्ता होइन यी बालपरा बोर्डिङ हेर्न सक्नुहुन्छ ट्याक्कै यो चाहिँ मैले खास हुन्छ नि जुडोबाट मेडल लाने अनि मलाई चाहिँ स्कुलले त डेन्जर सपोर्ट गर्यो है स्कुललाई पनि थ्याङ्क यू सो मच मलाई स्कुलले त भन्नै पर्दैन स्कुलमा डेन्जर सपोर्ट गर्यो केक पनि काटिदियो होला थाहा पाउनु होला नि 5K पुग्दा होइन जस हाम्रो स्कुलले मलाई चाहिँ सपोर्ट अरूलाई नि गर्छ होइन त्यही हो अनि मेरो कञ्चन प्रिन्ट हाउसलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु किनकि मलाई स्टिकर गिफ्ट हानेकोमा है ट्याक्की युट्युबको कोहीलाई चाहिन्छ भने कमेन्ट गर्नु है स्टिकरमा के छ भन्दै त 1 केजी ब्लग ल है गाइज चाहिन्छ भने भन्नु कमेन्ट हान्नु होइन यति धेरै छ कञ्चन प्रिन्ट हाउसलाई पनि थ्याङ्क यू सो मच उहाँ पनि हाम्रो स्कुलको साइडमा छ नगरपालिकाको छेउतिर है ए टन्नै छ मैले चाहिँ कहाँ उसमा टालेको थिएँ केटाहरूको बाइकमा टाल्दैछु अनि एउटा रङ्गशालाको गेटतिर छ होइन त्यही यो चाहिन्छ भने मेसेज गर्नु कमेन्ट हान्नु होइन ए लैजाऊ हुन त बच्चाहरूले लगाइ सकिन्छ यो स्टिकर नि होइन त्यही हो ट्याक्कै कस्तो राम्रो के होइन ल हाम्रो कञ्चनलाई पनि थ्याङ्क यू सो मच अनि त्यही हो के अरे के फेरि अन्त दाइले पाउने बहिनी रमाउने हो कि क्या हो ल केही भएन यो मेरो हेर्नु त यहाँ अनि अघि के हो भन्दा होइन अघिदेखि क्विक स्टार होइन घरि कसरी स्टार्ट गर्ने त होला होइन यो गाइज आइज ल केही भएन खै यसको डब्बा चाहिँ कुन हो यसको डब्बा कहाँ गयो यसको चाहिँ यो होला सायद है अनि अर्को त्यही हो अब चाहिँ म त्यही यो तल जान्छु हेर्छु के हुन्छ आजको महल होइन आजको महल के छ हाम्रो त्यही हो ल सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु दीपशिका श्रेष्ठ अनि हाम्रो छोटो कुट्टा अनि बालपरालाई पनि थ्याङ्क यू सो मच है मलाई त्यति धेरै सपोर्ट गरिदिनु भएकोमा अनि हाम्रो कञ्चन प्रिन्ट हाउसलाई पनि थ्याङ्क यू सो मच है स्टिकर दिनु भएकोमा र भिडियोहरू हेर्दै गर्नु अनि फेरि पनि माया गर्दै जानु सबैजनालाई मनैदेखि थ्याङ्क यू सो मच सबैजनालाई गाइज है अहिले जे जस्तो छ त्यतिमा खुसी हुनु पछि राम्रो भिडियो आउँछ अहिले यस्तै छ होइन के गर्ने ल है त्यही हो योभन्दा धेरै नबोल्नु चाहिँ यति ठुलो चप्पल अनि कमेन्ट हान्नु त हुन त अहिले 1 इन्चीको हो म 5 इन्चीको त बर्थडे गिफ्ट हान्छु के यो कहिले हिजो किनेको हो हिजो किनेको बाबु कति पर्यो नि 950 को यत्रो कति इन्चीको यो त यही होला यार 1 2 मिलेर अनि चाहिँ हामी यहाँ कोरियन्स होइन ओ हेन्डराइटिङ कस्तो राम्रो हेन्डराइटिङ चाहिँ कस्तो मरद हो त नि अनि भनेको त उता पोपो लाइफमा पो बसेको रहेछ खै मान्छे मरदले हेर्न त अर्को धुम्बालाई खै अबि हेन्डराइटिङ त मरद छ त है गाइज म मान्छे नै मरद हो भन्दै मान्छे त खोस्टी हो अनि अनि मैले चाहिँ त्यही यो बर्थडेमा चाहिँ अब अहिले यो 1 इन्ची छ होइन मैले चाहिँ 5 इन्चीको चप्पल गिफ्ट हान्छु यो चाहिँ स्योर हो बोलेको वचन चाहिँ पुरा हान्नै पर्छ है अब अरू नभए नि चप्पल जोडेर दिने हो के त्यही यो फाल्टु चप्पल हुन्छ होइन जोडेर दिने त्यहाँ त्यत्रो छ खै के छ त्यहाँ जुत्ताहरू रहेछ बर्थडे कहिले हो भन्नु त दि एउटा जुत्ता त मेरो है त्यहाँ एउटा त्यो जुत्ता पनि जोडौँला के भएर झन् अब हाइट कति 6 फिटको बनाइदिने कि अहिले कति छ कति छ अहिले 4 छ अहिले त्यहाँको 4 5 छ 6 फिटको बनाइदिनु त्यहाँपछि पुग्छ तर कस्तो के यता अनि यो चाहिँ हाम्रो कपाल हेरिदिनु ल ट्याग तिम्रो नाम भन ल मेरो नाम आदित्य नेपाली अनि तिम्रो नाम भाना नेपाली हो खै यता फेस यता हेर्ने भन्नु नि त तिमीले भनेको मान्छ होला
यसको सुटीले हेर्छ कि सुटीले हेर्छ कि सुटीले हेर्छ भने ल अब गाह्रो नाम भन्यो नाम अब नाम सुनेपछि सुटीले हेर्छ माल्ला नि सासामा हल्का भिडियो हेर्नु भयो भने म्यान नगर्नलाई हुन्छ छोरी मेरो भइसक्यो ल यतिको चाहिँ हुनुपर्छ माया गर्ने मान्छे चाहिँ हुन त कति दिनसम्म चल्छ हेरौँला है हेर्दै गरौँला कति दिनसम्म टिक्दो रहेछ अब कसले छोड्छ स्पेसल त यिनले छोड्छ है स्योर भनिदिन्छु कि कस्तरी कुटेको ला डेजर कुट्दो रहेछ नि त अनि दुइटै कतिमा पर्ने चाहिँ म चाहिँ 10 मा हो यो चाहिँ 9 मा है यो कोसँग बोल्यो बोयफ्रेन्ड आयो त बोयफ्रेन्ड छ त्यनी साथी भन्दै अब ए केटी नै मैले कस्तो राम्रो भन्थे केटी भएर बाँच्यो हानिहाल न त्यो टाक्ने होइन कसरी खोइ फेरि देखाउ त होइन हान्दिन अब हान्दिन भन्नु नि त्यो डायलग भन्नु न भगवान छन् भने हाम्रो पनि यस्ता दिन कहिले आउला हो हामी त हेरेको हेरे या भगवान छन् भने हामीले हेरि बस्नु अलि छुट्टिएको हेर्न कहाँ फेरि बिहा गराइदिनु भयो त्यस्तै न उस्तै हो जे होला कहिले गराउने हो तिमीले अब हामीसँग त पैसा नि तिमीले बहिनीलाई साडी ल्याउने खर्च मधु आदित्यको टिमबाट जाने हो उताबाट जाने कहाँ तपाईँ आउनु बहिनीकोबाट त अनि आदित्यले त केटी आयो होइन म त यताबाट जाने हो केटाबाट जाने हो केटी आयो हाम्रो घरको बुहारी है कति दिनसम्मको थाहा छैन खाना अनि खाना देऊ न त नि खाना खाएर आएको सोध्यो आफूले खाने उनले खाए पनि गर्नु छैन कति भयो त नि तिमीहरूको लप परेको 5 वर्ष तिमीहरूको पनि कति भयो ब्लग त नबनायो नि गरे तिम्रो दादा अघि हेर्नु त अघि कस्तो टाँसेर बसेको छ कति 5 वर्ष भएको 5 वर्ष भएको हो हजुरको कति भयो एपिएफसँग भगवान छ भने हाम्रो नि एउटा पायो हुन्थ्यो कसको 5 वर्ष कसको 3 वर्ष हाम्रो कति वर्ष हुने खोइ होइन हजुरको हामी त सिंगल छु त म त सिंगल हो थाहा छ तिमीलाई कतिखेर बिहा भएको भन्छ कतिखेर केटीहरूको कुरा बुझ्नु गाह्रो होइन बिहा भएको न कामले साँच्चै बिहा भएको तिमीले ल डिस्टर्ब गर्दैन केटा ल जाऊ जाऊ कुनामा जाऊ 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 यस्तो गाली गर्छ स्मेल त गर रहेछ त आदित्यको हिजो कहाँ थियो र तिमी आएको थियो हिजो यहाँ